गाइज हामी मम्मी छुनासँग ठाउँ कतिको चेन्ज भएको रहेछ मम्मी? ठाउँ चेन्ज भएको छ नि अब पहिले हेर्नु त कता कता चेन्ज मैले यो बाटै थिएन यो बाटो थिएन यो गोरु त थियो यहाँ रोडी पनि खेलेको थियो यहाँ चाहिँ फेरि त्यो यहाँको घर हेर कस्तो हामी यता गएको थियौँ हो बाइकमा अन्त यताबाट पो जान्छ त त्यति बेला। मालदातिर हेलो गाइज आइपुग्यौँ हामी चाहिँ यहाँ डाँडामा। अब तपाईँहरूलाई सबै देखाउनेछौँ दिनु होला। पिकनिक खाने ठाउँ पिकनिक खाने मात्र कोरले चाहिँ सताउने रहेछ। अब अस्ति हामीले यहाँकै कहाँ फुल राख्दैछौँ क्या कोपा भन्दै। हेर्नुहोस् अब भ्यू त खतरा देखिन्छ है डाँडा कोदोबारी। त गाइस अब चाहिँ हामी फेरि उता जाँदैछौँ। यहाँबाट हेर्नु डाँडा कस्तो राम्रो देखिन्छ। हेर्नुहोस् गाइस यहाँ चाहिँ सिस्नो टिप्ने कार्यक्रम हुँदैछ। मम्मीहरूले टिप्नु हुँदैछ सिस्नो। के भन्छ कान्छी? के भन्नुभएको? ए अघि खाजा खाएको होइन नि? पैसाले खाएको कि तिमीले पैसा खाएको? सिस्नो गाउँघरमा सिस्नो पाइन्छ। अर्ग्यानिक चिज पाइन्छ। आउनुहोस्। हाम्रो कान्छा मामा माइती हुनुहुन्छ। दुई भाइ दाजुभाइ उनीहरू दुईजना। हेर्नुहोस् गाइस हाम्रो यहाँनिर कुमारको बारीमा खोर्सानी डल्लो छ। लाम्चेदेखि लिएर अकबरे हेर्नुहोस् कस्तो दामी छ। यो चाहिँ झापा पठाइदिनुहुन्छ अरे अनि यहाँ पनि खानुहुन्छ अरे। त्यही भएर यहाँ परसम्म अकबरे लाम्चे खोर्सानीको बोटे बोट छ। कस्तो मनपर्छ गाइस मलाई त अकबरे। हेर्नु मसँग लाम्चे पनि रातो अकबर हेर्नु गाइस। मिठाईको झोला खै हो मसँग यहाँ पछ्याइरहेछ। को पछ्याइरहेछ?
सुनाले यति पनि बोक्न सक्नुभएको यहाँनिर यसरी बोक्नु अरे दुईजना यत्रो सानो छ जमुनाको खेतमा आहाई कोमा नाच्नु न मन पनि नाच्नु न आसिन आहाई एकादशी बाजा हेर्नुहोस् गाइस आयुष्मान यता हेर्नु खाइसक्नु भयो यहाँ हेर्नुहोस् त गाइस छुनाले घाँस चाहिँ पुऱ्याउनु भएको तर बोकेर हिँड्ने बेला चाहिँ अर्कै छुनाएर बोक्दै हुन्छ यहाँभित्र पनि हेर्नुहोस् गाइस हामीलाई चाहिँ बारीबाट दिनुहुन्छ यसरी हेर्नुहोस् त भित्र मान्छे कोही हुन्न तर फल्दिरहनु भएको छ यसको सर हेर्नुहोस् यो त सानो सानो छ त यो मसिनो खाएको ए मसिनै खाने हो यो अलि यता लाग्दा